ढकनेको चाहिँ यस्तो। हेलो एभ्रिवान, आज चाहिँ मैले ढकनेको रेसिपी लिएर आएको छु है। मैले यो रेसिपी चाहिँ अहिलेसम्म सेयर गरेको थिएन र आज चाहिँ मेरो यो फर्स्ट टाइम हो ढकनेको रेसिपी चाहिँ। तपाईहरु कतिजनाले खानुभएको छ र कतिजनाले खानुभएको छैन भने तपाईहरुले यो रेसिपी हेरेर खान सक्नुहुनेछ है, सिक्न सक्नुहुनेछ अथवा बनाउन सक्नुहुनेछ घरमा है। जतिजनालाई थाहा छ यो ढकने के हो भनेर उहाँहरुलाई त थाहै छ, तर याद नहुनेलाई लु आउनुहोस् ढकने बनाऊ। यो फर्स्टमा चाहिँ कराई तताएर चाहिँ घिउ हाल्नुपर्ने हुन्छ अनि घिउ हालेर चाहिँ चामल चाहिँ भुट्नुपर्ने हुन्छ। तपाईले बस्तीको चामल हाल्दा पनि हुन्छ है, नुनिया चामल, त्यो भोग चामलहरु हाल्दा पनि हुन्छ। मलाई चाहिँ केआरटी चामलकै लामो चामलकै मन पर्छ ढकने चाहिँ, त्यसले गर्दा म जहिले पनि लामो चामलकै बनाउँछु। र यो चाहिँ म साथसाथमै आलु पनि भुट्दै थिएँ। नानीहरुलाई आलु जहिले भुटिदिनु पर्छ। ढकने चाहिँ सानो आगोमा चाहिँ हामीले 40 मिनेट जस्तो भुट्नुपर्छ रातो बनाएर। यति गरम हुँदैछ के, तर भए पनि गरम नभनिकन चाहिँ पसिना पनि देखिँदैछ होला। अफ कस्तो गरम हुँदैछ, तर भए पनि म चाहिँ ढकने भुटिदिँदैछु केटाकेटीको लागि है, खाउन् भनेर। गरम नभनिकन आधी घन्टा 40 मिनेट कन्टिन्यू भुट्दा मात्रै रातो हुन्छ। सानो आगो लगाएर बल्ल बल्ल 40 मिनेट लगाएर सानो आगोमा भुट्दा मैले यतिको रातो बनाएँ है। अब चाहिँ यो पर्फेक्ट भइसकेको छ। अब चाहिँ यसमा चाहिँ हाल्नुपर्ने हुन्छ दुध, र चामल पाकिसकेपछि चाहिँ हामीले दुध हाल्नुपर्ने हुन्छ। मैले चिनी अरु केही पनि हालेको छुइनँ मैले। अब मज्जाले पाक्न दिनुपर्छ अनि मात्रै चिनीको टर्न आउँछ हो। म चाहिँ यसरी नै बनाउँछु, अरूले भक्कु के लगाएर पनि बनाउनुहुन्छ। मलाई चाहिँ खाली चिनी मात्रै लगाएको मनपर्छ ढकनेमा चाहिँ। घिउमा मज्जाले भुट्यो अनि चिनी लगायो हो, अनि दुध लगाएर। अनि हेर्नुहोस् यो अब मैले दुध लगाएर चाहिँ यो सबैतिर मज्जाले मोल्दै थिएँ। त्यहाँदेखि चाहिँ अब छोपेर चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ। लु हेर्नुहोस् मैले चिनी पनि लगाएँ। चिनी लगाएपछि निकै बेर छोप्नुपर्छ अनि यो ढकने चाहिँ पर्फेक्ट हुन्छ। र यो म चाहिँ भगवानजीलाई भोग लगाउनको लागि रेडी गर्दै थिएँ। र आउनुहोस् हाम्रो ढकने चाहिँ पर्फेक्ट पाक्छ है। मलाई चाहिँ ओभानो खालको मनपर्छ, तपाईहरुलाई गिलो खालको मनपर्छ भने अलिक बेसी दुध लगाएर पनि बनाउन सक्नुहुनेछ है। तर भरिसक्कै ओभानै बनाएको चाहिँ मिठो हुन्छ है। कसैको घरमा आमै बाबै, हजुरबा हजुरआमा, बुढाबुढी हुनुहुन्छ, ओभानो खानु सक्नुहुन्न भने उहाँहरुलाई दुध मज्जाले हालेर अलिक लटक्कै बनाउँदा पनि हुन्छ। र